यो चाहिँ हाम्रो कोलुम तयार हुँदैछ जुन चाहिँ हामीले यहाँ दिएको साइज अनुसार कोलुम तयार पार्दै हुनुहुन्छ उहाँहरू चाहिँ। यो चाहिँ हाम्रो स्टिल फिक्चर सम्बन्धी स्किल डेभलपमेन्ट ट्रेनिङ पनि भन्न मिल्छ। साथै अहिले हाम्रो ग्रुपमा चाहिँ काम भइरहेको छ। उहाँहरू चाहिँ ग्रुप बी को। अर्को ग्रुप फाउन्डेसन फुटिङ नेट तयार हुँदैछ। यहाँ चाहिँ उहाँहरू चाहिँ अहिले फुटिङ नेट तयार पारिसक्नु भएको छ जुन चाहिँ प्लसमा बाइन्डिङ गरेर यो चाहिँ हाम्रो बाइन्डिङ वायर विभिन्न किसिमका टुल्सहरू चाहिँ यहाँ प्रदर्शन गरेर राखिएको छ। हाम्रो यहाँ चाहिँ उहाँहरू चाहिँ रिङ बनाउँदै हुनुहुन्छ स्टिरप्स।